भाग्यमानी हुनु ठुली मान्छे हुनु हाम्रो दसैँको सुरु यसरी भइरहेछ दिपा कुकको साथमा हेलो कुक बिचराले बिहानदेखि पकाउनु पर्यो एक्लै सेल बिग्रेको अवस्था मेरो ब्लग अलि सजिलो भाडा भएको सुट्ट नेपाली बनाएको सेल वाउ धेरै मेहनत धेरै रातभरिको मेहनत बिहानभरिको मेहनतले बनेको सेल हो यो बनाउँदा बनाउँदा यसलाई फिक्स गर्दा गर्दा उसलाई टाइम लाग्यो धेरै नै टाइम लाग्यो यसरी बनाएर गरिरहेछ मेहनत खेर गएन अचार पनि रेडी भयो सेल पनि रेडी भयो मैले यसो लाइट मेकअप गरेँ दसैँको लागि अनि मैले ड्रेस रेडी पारेँ यो मेरो आउटफिट अफ दसैँ पर्सबाट अलिकति त्यो पैसा सबै यादै त्यो दियोहरू चाहिँ अनि त्यो बत्ती चाहिँ बस्नु त्यो पहिला त्यो ढोकामा लाउनु पर्ने जाउँ एसी लगेर जाउँ ल जाउँ जमरा लगा पढाइ राचे क्या हो के हुन् सोचेको भन्दा नि राम्रो होस् सुख शान्ति समृद्धि स्वस्थ मनमा शान्ति छाओस् ल ल ढोक ढोकिदिनु भाउजू दक्षिणा दे भाउजूलाई अलि ठुलो हाम्रोमा चाहिँ फेरि निधारभरि हुँदैन सबै आशीर्वाद तपाईँले होइन सबै चिजले राम्रो होस् खुसी होस् जीवन सुख होस् सोचेको कुरा होस् पढाइ पुरा होस् होइन जागिर मिलोस् आफूले सोचेको सबै कुरा राम्रो होस्
हेलो हेलो आशीर्वाद सोचेको सबै कुरा पुरा होस्। आफ्नो करियरदेखि लिएर सबै जे छ राम्रो होस्। दसैँको राम्रो शुभकामना। दाजुभाइ भनेको एउटा आफन्त अब नेपालमा चाहिँ परिवारले बाँधिन्छन् भने यहाँ पनि हामी परिवार नै हो। दसैँको धेरै धेरै शुभकामना। अब स्वागत छ पहिलो कुरा होइन, अनि सुस्वास्थ्य तथा दीर्घायुको कामना, छिटो निको होस्। दसैँको धेरै धेरै शुभकामना। भगवान्ले चाहेको कुराहरू सबै कुराहरू इच्छा गर्नु होला। सोचेको आँटेको कुराहरू सबै कुराहरू पुरै हुँदै जाओस्। जिन्दगीमा भेट भयो यसो सुन्दै उसले कता कताबाट बुझ्नु पाइयो होइन। त्यसलाई धेरै धेरै शुभकामना दसैँको। चाहेको कुराहरू सबै कुराहरू पुरा होस्। दुर्गा दाइले हुन्, भवानीले रक्षा गरून्। हजुर मम्मी हजुर ल हस् ल हजुर नमस्ते मम्मी। हजुर नमस्ते। हजुर हुन्छ बुवा हुन्छ ल हस् न नमस्ते बुवा। हस् नमस्ते ल दर्शन 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 बुवा दर्शन। हजुर ल अब दिपा दिपा हस् बुवा हजुरको आशीर्वाद लागोस्। हस् हुन्छ बुवा। दर्शन दर्शन बुवा। हजुर मम्मी। हस् मम्मी। बिमारी नलागोस्, सत्तर नलागोस्, सबैभन्दा सत्तर नलागोस्, बिमारी नलागोस्। त्यही हो त। सबै सुखी रहनु होला। हाम्रो माया सधैँ यस्तै होस्। हस् मम्मी। हस् दर्शन मम्मी। के भन्ने हुनु होला। हुन्छ। के मानी हुनु, ठुली मान्छे हुनु, ज्ञानी हुनु। हस् ल अब जमरा सानो जानुलाई जमरा साना इ लौ ल नमस्ते गर अब दिदीलाई नमस्ते गर। नमस्ते। राति परिसक्यो उता 3 घन्टा आयु श्रीयं दशरथे शत्रुत्रयं राघवे मैत्रेयं नवसेकति सपवने मानस्य दुर्योधने शौर्यं स्थापनते बलं हलधरे सत्यं सकुन्ती सुते विज्ञानं विदुरे भवन्ति भवतां कीर्तिस नारायणे। बहुत खुसी होला पछि ल अहिले दसैँ खानु पिनु आउला दसैँको न्युतो ल ल ढोक गरे दुईलाई ढोक गरे ल बुवालाई मम्मीलाई सबलाई ढोक गरे भएन। काली भद्रकाली कपालिनी क्यामेरा ब्याक भयो मम्मी देख्नु जय मङ्गला काली भद्रकाली कपालिनी दुर्गा शिवा शिवा धात्री सुधा नमस्ते
जयतम देवी चामुण्डा जय बुद्धा तिहारिणी जय सर्वगति देवी कालरात्रि नमस्ते मालिका देवी मेरी बुहारी को रोग व्याध सब कष्ट कलह नाश होस् दूर होस् मेरी बुहारी सौभाग्यपति भैरव चिरञ्जीवी बुहारी को राम राज्य भइराखोस् हे भगवान दाइना भैया रक्षा गरे ल जिउ गर भाग्यपति चिरञ्जीवी भयो दीर्घायु भयो धनवती पुत्रवती आयुष्मती भइराख्यो रोग व्याध कष्ट कलह मालिका कालिका भगवतीले नाश गरून् ल अब दिपा कहाँ छ कपालिनी दुर्गा शिवा शिवा दात्री स्वासुदा नमस्तुते जयतम देवी चामुण्डा जयतम देवी चामुण्डा जय सर्वगति देवी कालरात्रि नमस्ते भगवती को प्रसाद मस्तु रोग व्याध कष्ट कलह नाश होस् मेरी चेलीको सबै कुरा राम्रो होस् हाँसी खुसी खानु हामीले भइजाओस् हामीले रमाएर खानु सधैँभरि भइजाऊ मेरी छोरीलाई हाँसी खुसी खानु भइजाऊ भगवती रोग नाश सबै थोक दीर्घायु बनाइदिए चिरञ्जीवी चिरञ्जीवी दीर्घायु भए पछि दक्षिणा दिउँला भाग्यमान तिमीलाई दक्षिणा पछि दिन्छु है ल भाग्यमान बात छ भान्जो तिमी ठुलो मान्छे हुनु राम्रो फर्स्ट हुनु जहिले पढ्नु ए म पनि ल ल दुईजना मिलेर लगाइदिन्छ ल ल कुशललाई टिका लगाइन्छ ल छिटो छिटो यता आउनु छिटो छिटो यहाँ एउटा कोठाले मिस गरिरहेछ हैन ल ल ढोक्दे ल लगाए ल ल यहाँ भिडियो सहित भइसक्यो ल ल भाग्यमान बाबु भाग्यमान ल भाग्यमान ल खुसीकालाई पनि लगाइदेऊ ल खुसीकालाई ओ कति राम्री भएको खुसीका ल ल दसैँको टिका भाग्यमान हुनु छिटै आउनु थियो ल भाग्यमान भाग्यमान ल ल कल्पनालाई पनि ल दिपा दसैँको टिका दिपा भाग्यमान नानी ल यहाँ त यहाँ कहाँ जान्छ कि त टिकी लगाइदिन्छु है आशीर्वाद अनि जमरा ल छिट्टै ज्ञानी हुनु अझै ज्ञानी हुनु ज्ञानी छौ अझै ज्ञानी हुनु अनि छिट्टै मामु छोरासँगै बस्न पाऊँ छिट्टै अस्ट्रेलिया आऊ ह्याप्पी दसैँ हो ल टिकी ल ल जिउ गर मामुलाई ल जिउ गर राम्रोसँग जिउ गर भाग्यमानी विद्वान हुनु स्वस्थ हुनु खुसी हुनु छिटो मामुसँग आउनु अस्ट्रेलियामा भयो भयो कति राम्रो देखे कि के राम्रो फोटो खिची माग है मामा माइजूसँग ल भाग्यमानी हुनु ठुलो मान्छे बन्छ्यो अनि त्यो छिट्टो आइस्यो चकचक गर्न कम गर्छ्यो चोट लगाउन बन्द गर्छ्यो अनि त्यसपछि ज्ञानी हुनु बिगार्न पनि बन्द गर्नु अरू के भन्नु अनि त्यस्तो नती नबन्स्यो सिल्ली नबन्स्यो दसैँ सकेर हामी अब यसरी थला परेर बसेछौँ बाई थ्याङ्क यू फर वाचिङ बाई